भक्तपुरको सूर्य विनायक नगरपालिकाले आजबाट मेलम्ची खानेपानीको वितरण सुरु गरेको छ। सूर्य विनायक नगरपालिका 6 स्थित पाण्डु बजार हाइटमा निर्मित 80 लाख लिटर क्षमताको खानेपानी ट्याङ्कीबाट मेलम्चीको पानी वितरण सुरु गरिएको हो। नगरपालिकाको वडा नम्बर 1 देखि 6 सम्म करिब दैनिक 35 लाख लिटर पानी वितरण हुने बताइएको छ। यो खानेपानी योजना नगरपालिकाको 8 करोड रुपियाँ लागतमा 2080 असोजबाट सुरु गरिएको थियो। 8 करोड मध्ये 60% नगरपालिकाको बजेट र 30% बागमती प्रदेश सरकारबाट र बाँकी उपभोक्ताको बजेटबाट मेलम्ची खानेपानी वितरणको योजनाको थालनी भएको बताइएको छ। आजबाट मेलम्चीको पानी सुमणेश्वर, पाण्डु बजार, बालकोट, दक्षिण बाराई, घट्टे खोला लगायतका ट्याङ्कीमा पठाइएको नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर 7 का वडा अध्यक्ष रविन्द्र सापकोटाले बताएका छन्।